नमस्कार। हाम्रो जीवनमा दुःख त सबैले भोगेका छौँ, तर के तपाईँलाई थाहा छ, कोही हार्न चाहँदैन, मान्दैन। जब सबैले छोड्छ नि, तपाईँले आफैलाई सम्हाल्नु पर्छ। तपाईँसँग पैसा नहोला, तर तपाईँसँग एउटा कुरा चाहिन्छ, त्यो अठोट मकसद, इरादा। यही अठोटले धेरै चिज परिवर्तन गराउन सक्छ, कमजोरलाई बलियो बनाउँछ। याद राख्नुहोस्, तपाईँ आज हाँस्न सक्नुहुन्न भने तपाईँलाई भोलि रुने अधिकार पनि छैन। आज नै उठ्नुहोस्, काम सुरु गर्नुहोस्। गल्ती हुन्छ कि भनेर नडराउनुहोस्। सबै कुरा प्राप्त हुन्छ, तर समय फर्कँदैन। जीवन तपाईँको हो, सफलता तपाईँको हो। उठ्नुहोस्, अघि बढ्नुहोस्। जय नेपाल, मुरी मुरी। धन्यवाद। आजको शुभ दिन रहोस्।